हेलो गुड मर्निङ यसपालिको गोदावरी मेरो एकदमै राम्रो फुलेको छ। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले। यो कोपिला पनि एकदमै राम्रो छ। यो पनि फुलेको पनि छ कतिवटा हो यो कलरमा। हेर्न सक्नुहुन्छ कोपिलाहरू हो। कोपिलाहरू मजाले लागिरहेको छ। एकदमै दामी कलरको छ। यो पनि साह्रै मिठो। यसको चाहिँ अब फक्रिँदाखेरि चाहिँ दामी हुन्छ होला यो चाहिँ हैन। अहिले फक्रिसकेको चाहिँ छैन। फक्रिसक्दा चाहिँ यो पनि एकदमै राम्रो कलर हुन्छ होला। यो पनि मलाई जहाँसम्म लाग्छ नयाँ कलर हो। साह्रै राम्रो छ यो पनि एकदमै राम्रो। यो चाहिँ मजाले फक्रिनु आँटिसकिगएको छ। यो एकदमै राम्रो कलर छ। यो पनि एकदम दामी छ, दामी। यो पनि हेर्न सक्नुहुन्छ दामी छ हो। अघि मैले यसको चाहिँ कोपिला देखाएको थिएँ। फक्रिँदाखेरि चाहिँ यस्तो हुँदछ र पनि अझै राम्रो फक्रिसकेको छैन। अझै फक्रिन्छ होला। यो पनि यति मिठो कलर, अब यति मिठो कलर यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ पम भेराइटीमा हो। पम भेराइटीमा छ यो चाहिँ। यो चाहिँ बल भेराइटी हो, तर यसको चाहिँ सानोमै टुप्पा चुटेर चाहिँ मैले यसलाई पम टाइपको बनाइदिएको। यो गोल्डन कलरमा एकदमै दामी छ। सदा माया बेसरी खुसी सबै समा। अलिक मजाले फक्रेकोहरू चाहिँ यहाँ दोकानको अगाडि राखेको छु। यो पनि साह्रै राम्रो छ। हेर्न सक्नुहुन्छ। यो पनि एकदमै दामी छ। एकदमै मिठो कलर, राम्रो। यसले फुल्नु पनि निकै ठुलो फुलेको छ हौ।